हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। आई होप तपाईँहरू सबै ठिकै हुनुहुन्छ होला। अनि मैले भनेको थिएँ नि तपाईँलाई टेन्टको बारेमा म नेक्स्ट भिडियोमा देखाउँछु, हेर्नुहोस् ल। अनि यहाँ चाहिँ थुप्रो स्टलहरू राखेको थियो, खानेकुराको स्टल थियो होइन। अनि याकको घिउ, चौरीको घिउहरू पनि राखेको थियो। अनि हामी चाहिँ कोदोको रोटी खाऊँ भनेर गयो होइन। अनि कस्तो लाग्यो कोदोको रोटी भनेर म चाहिँ सोध्दै थिएँ त्यहाँनिर। उसलाई चाहिँ मिठो लाग्यो अरे। अनि मैले पनि टेस्ट गरेँ, मलाई पनि एकदम मिठो लाग्यो। किनभने कोदोको रोटी चाहिँ हेल्थको लागि पनि एकदमै बेनिफिट छ नि त। अनि तपाईँहरू पनि खानुहोस् ल, यहाँ आउनुभयो भने चाहिँ। अनि चाहिँ त्यहाँदेखिको यसो हेर्दै गएको, त्यहाँनिर क्रुसेट गरेकोहरू सामानहरू रहेछ होइन। किचनहरू बनाएको कस्तो मजाको थियो होइन। हेयर ब्यान्डहरू, फ्लावर पट, फ्लावरहरू बनाएको रहेछ। मलाई चाहिँ एकदम राम्रो लाग्यो। मलाई पनि आउँदैन होइन, तर यस्तो राम्रो चाहिँ बनाउन सक्दिनँ। अन्त चाहिँ त्यो हेरिसकेपछि चाहिँ यतापट्टिको स्टलमा आएको थियो, त्यहाँ चाहिँ हातले बनाएको पेन्ट रहेछ, काठमा बनाएको थियो, एकदम राम्रो थियो। अनि त्यहाँदेखिको बादमा हामी सेलरोटी खानु गयो। मलाई चाहिँ सेलरोटी चाहिँ एकदम मिठो लाग्यो, दामी थियो। किनभने म पोल्नै जान्दिनँ नि त सेलरोटी चाहिँ। अनि बहिनीले पनि मोमो खायो, उसलाई पनि मोमो एकदमै मिठो लाग्यो। यति गर्दै हेर्दै हामी चाहिँ फर्क्यौँ, तल चाहिँ हामी जानु पाएनौँ।